हेलो एभ्रिवान, नमस्ते। सन्चै हुनुहुन्छ सबैजना। म पनि सन्चै छु। अनि हजुरहरूलाई मेरो न्यू ब्लगमा स्वागत छ। आज चाहिँ म फेरि बिहान भिडियो स्टार्ट गर्दैछु। आज हेर्नु नि, राति 2 बजीदेखि पानी पर्न थालेको। आज चाहिँ हामी फेरि अर्को पनि एउटा सुँगुर थियो नि त, त्यो सुँगुर पनि फेरि काट्न आँटेको। अनि हेर्नु न, यहाँ पानी अस्तिको सुँगुर गर्दाखेरि पनि पानी त्यस्तै परे गरेर रोकिएको थियो। आज चाहिँ फेरि रोकिएको छैन क्या पानी, त्यही भएर गाह्रो परिरहेछ। गाह्रो यहाँ चाहिँ हाम्रो सुँगुर काट्ने कार्यक्रम हुँदैछ। पानी परेर चाहिँ यहाँ सिकुवामै गर्दैछौँ क्या हामी चाहिँ। पहिलेको भन्दा यो सुँगुर चाहिँ अलिकति सानो छ। कति किलो हुन्छ यो सुँगुर चाहिँ थाहा छैन। एक किलो पुग्ने खाने मासु पनि राख सबै उठिसकेको छ। किन थप्ने भाइ थप्नु। 32 पुग्छ। लाने भाइ लानु। आधी किलो र 1 किलो। उताको पहिला दिनु न, त्यो जोग दिनुलाई मलाई आधी किलो पहिला उसलाई दिनु न आन्टी। अनि तपाईँलाई सुर्जा र मक्खीको लगोस् न। तपाईँको आधी थपिदिनु। नखाने मान्छेलाई दिवै भयो। मासु चाहिँ सबै बेचिसकेर यति बाँकी राखेको छ घरमा। अलिकति आन्द्रा बुढी खुट्टा टाउको यहाँ चाहिँ म पकाउँदैछु अलिकति खाजाको लागि। अलिकति पकाउँदैछु है साथीहरू। अनि साथीहरू अहिले चाहिँ म चाहिँ काम गर्नेहरूलाई पकाएर खुवाएर सबै थोक सिद्ध्याएर एकछिन रेस्ट गर्न आँटेको। अब भरे बेलुका चाहिँ यसो हाम्रो बडाहरूलाई बोलाएर खुवाउने भनेको। अनि आज चाहिँ फेरि पानी परेर हेर्नु नि, दिनैभरि अहिले पनि पानी पर्दैछ।
पहिलेकोचोटि सुँगुर काट्दाखेरि पनि पानी परेको थियो, तर त्यतिखेर चाहिँ रहिहालेको थियो। आज चाहिँ 2:30 बजे 2 बजेदेखि पानी परेको रोकिन्छ कि रोकिन्छ भन्न छैन। त्यही भएर तर ठुलो चाहिँ परेन, अलि सिमसिम पर्दैछ। अनि सबैजनाले खाइवरी अब गइसक्नुभयो काम गर्नेहरूले, अनि हामीले पनि खाना खायौँ। अब एकछिन रेस्ट त गर्नु पर्यो। त्यही भएर खानासाना नै खाइसकेको। अब भरे के गर्छु के गर्दिनँ हेर्दै गर्नु होला। भिडियो चाहिँ फर्स्टदेखिको लास्टसम्म हेर्नु होला, स्किप नगरिदिनु होला। मामु हजुर, अब तपाईँ यो मासु खाँदाखेरि नि कोकको स्वाद आउँछ तपाईँलाई? आउँछ। कोक छर्केको छ किन छर्किनु भएको कोक? नि मम्मी नि बाबा। खोइ भाइ, मासु पोल्दैछु भन्न। मासु र बाबाले पोल्दै हुनुहुन्छ। के भयो त हाल्दा? मामु बाबाको मुख देखाइदिनु न, देख्नु नै भएको छैन। देखेको छ नि बाबाको मुख, किन देखेको छैन? होइन देख्नु भएको। थोरै मासु पोलेको नि त, होइन चाख्नलाई मात्रै। मासु त सबै बेचिहाल्यो। तपाईँको अनुहार देखाइदिनु न एकचोटि। बनाएको छु, सबै बनाएको हालेको छ नि। तपाईँको मुख पनि देखाइदिनु न। अहिले बेलुकाको खानासाना खाइवरी फेरि मेरो छोराले मासु पोलेको खाने भन्यो कि, त्यही भएर यहाँ मासु पोलेको क्या। बाबाको मुख कसरी त? मेरो भिडियो सबैजनाले हेर्छन्। उहाँ काठमाडौँमा बाजे बोजू काकी काका, काठमाडौँ जुनु बोजूले पनि भन्दै हुनुहुन्थ्यो अरे। जुनु बोजूले हेर्नुहुन्छ बाजु त बोजूहरू पनि काठमाडौँ। अस्ति काठमाडौँ जाँदाखेरि नि मलाई बाटो देखाइदिनु भएको छ। भुजा मात्र खानु मिठो हुन्छ त। हेलो हजुरलाई मेरो नेक्स्ट डेको भ्लगमा स्वागत छ। किनभने हिजो मैले भ्लग बनाउँदै इन्ड गर्न पाइनँ। अनि यहाँ चाहिँ बिहानै गर्दैछु, किनभने हिजो भ्याइ नभ्याइ भयो नि त, गरियो पनि, त्यही भएर कन्टिन्यू गरिनँ। अनि आज चाहिँ बिहानै स्टार्ट गर्दैछु। मेरो छोरा चाहिँ यहाँ होमवर्क गर्दैछ सामाजिकको। अरू विषय भए चाहिँ सिकाउनु पर्दैन थियो, नेपाली सामाजिकहरू चाहिँ सिकाउनु पर्छ। बोरिङ पर्ने विद्यार्थीहरू यस्तै हो, नेपाली आउँदैन, इङ्ग्लिसहरू मात्रै आउँछ, होइन भाइ? सामाजिकको क्वेसन एन्सर सिकाइदिनु अनि भनेर भनेको छ, त्यही भएर होमवर्क गर्दैछ। मम्मी बोल्नु न तपाईँ। के बोल्नु? बोल्नु न। आँप काटेको अचार हाल्नलाई तर काट्नै सकिएन। हड्डी के गरी काट्ने हो? हात पनि देखाएको, काटेको पनि देखाउनु पर्छ नि भाइ। कोया नपसेको आँप थियो र मजाले काटियो, यो कोया पसेको आँप छ काट्नै परेको छैन, होइन? 2 टुक्रा पार्नु नि। कस्तो 2 टुक्रा? सेटीले पुग्छ। 1 मिनट भयो। कतिवटाको छ? 6 हेरिसकेको कतिवटाको छ? 6 नि अब जतिवटाको भयो पनि। कसले छाने आइले? खोइ त नि, अनि राइट रङ केही थाहा छैन त। अनि उता हेर्नु न। यो
यो चाहिँ तलको माथि गर्नुपर्ने रहेछ। भोलि हुनेको होमवर्क गर्छु ल मामी। यो राइट भएछ एउटा, अनि भोलि सुधि त्यसको पनि गर्छु। यो अनि साथीहरू म चाहिँ अहिले स्कुल जाँदैछु। स्कुलमा आज प्यारेन्ट्स मिटिङहरू छ क्या, अनि हिजै चिठी पठाइरहेको थियो, त्यही भएर अहिले चाहिँ म स्कुल जाँदैछु। हाम्रो चाहिँ स्कुलमा प्यारेन्ट्स मिटिङहरू भइरहेको छ क्या। 4वटा इक्जाम हुन्छ, 4वटा इक्जामभन्दा अगाडि जहिले प्यारेन्ट्स मिटिङ हुन्छ, जहिले प्रायः जस्तो। त्यही भएर अहिले चाहिँ म प्यारेन्ट्स मिटिङ छ गइरहेको छु। एकैचोटि चाहिँ हुँदैन सबै क्लासको। आज चाहिँ 2, 5 अनि 8 को रहेछ। अनि धेरैजना त भिड हुन्छ नि त, त्यही भएर आधी गर्दै गर्नु हुँदो रहेछ मिटिङ। अनि म चाहिँ स्कुल जाँदैछु अहिले। कतिजना आइसक्नु भएको रहेछ। यहाँ खोला छ, फेरि खोला तर्नुपर्ने हुन्छ। पानी पऱ्यो भने चाहिँ यो खोला नै कत्रो हुन्छ। आज छैन। खोला यही बाटोबाट जान्छ छोराछोरीहरू। ताकि आज के हुँदैछ, कुन पेज नम्बर गरेछ हजुरले हेरिदिनुहोस्। यसको लागि पढाइएको हो, यो मैले सुरुमै क्लियर गरिहालेँ। नानीहरूले एपमा होमवर्क आएको छ म हेर्छु भन्यो भने यति चाहिँ भनिदिनु कि म्यामले टिचरले यस्तो भन्नुभएको थियो, एपमा होमवर्क हेर्न चाहिँ पाइँदैन, यति चाहिँ पढाइ गरिदिनुहोस्। डायरी नभए पनि कपीमा टिपेको चेकिङमा गर्दैछौँ कि अहिले थोरै हामीसँग एक्स्ट्रा स्टाफको कमी भएको कारणले अब हाइलिङपछि त्यो हाम्रो रेगुलर गइरहेको लास्ट इयर अब अहिले अलिकति पज भइरहेको छ, रोकिरहेको छ। त्यो फेरि कन्टिन्यू भइहाल्छ। त्यसको डायरी कोसँग छ छैन, कसले लेखेको छ लेखेको छैन, त्यो चेक हुन्छ। होमवर्कको एपको कुरामा ह्यान्डराइटिङको कुरामा चाहिँ थोरै टिचर सँगसँगै प्यारेन्ट्सले पनि अलिकति भूमिका खेल्नै हुन्छ होला भन्ने आशा गरेको छु। म म्याथ पढाउँछु, म्याथमै पनि म अझै 1 2 लेख्न सिकाइरहेको छु नानीहरूलाई। अब यो चाहिँ कस्तो हुन्छ भने फर्स्ट टाइम बल पेन युज गर्दैछन् पेन्सिल छोडेर नानीहरूले। एउटा मेन समस्या यो मेन भनेको चाहिँ पेन्सिलले एउटा बानी भएको हुन्छ, अनि अहिले भर्खर बल पेनमा सिफ्ट हुँदैछ। त्यही भएर ह्यान्डराइटिङको समस्याको भर्खर 1 देखि 1.5 महिना हुँदैछ लेख्न थालेको। बानी पढ्न टाइम लाग्छ ह्यान्डराइटिङको कुरा। मैले चाहिँ के गरेको छु भने अहिले मेनली फोकस चाहिँ ल्याङ्ग्वेज, इङ्ग्लिस भन्दा त ल्याङ्ग्वेज सब्जेक्ट हो नि त। अनि ल्याङ्ग्वेजमा अनि ह्यान्डराइटिङमा अलिकति फोकस गरेको छु। ल्याङ्ग्वेजमा चाहिँ कसरी भने अब क्लासमा त हाम्रो स्कुलमा अब चाहिँ भयो भने नेपाली बोल्न त एलाउ छैन होइन। अनि क्लासमा पनि अब कसैले नेपाली बोल्यो भने अब लेख्ने गरेको छ, नामहरू लेख्ने गरेको छ। अनि टिपेर पनि पछि मोटिभेट गर्नु। कस्तो राम्रो ह्यान्डराइटिङ छ भाइको। 5 क्लासको विद्यार्थीले यतिको लेख्दा कस्तो हुन्छ होला ह्यान्डराइटिङ। राम्रो छ कि छैन साथीहरू होइन? मेरो छोराले गरेको ह्यान्डराइटिङ गर्मीमा नाङ्गे बुतुङ्गे। नेपाली अक्षर चाहिँ छियर जस्तै छ, छैन है राम्रो छैन। ह्यान्डराइटिङमा भाग लिनुपर्छ नि त, अनि खोइ कहिले लिँदैन। आफै पो भन्नुपर्छ त सर म पनि भाग लिन्छु भनेर। अर्को उता हेर्दैछ होमवर्क। त चाहिँ के गर्दैछस् है भाइ? के को होमवर्क गर्दैछस्? जिके के जिके जिके म्याथको होमवर्क चाहिँ गरिसक्यो यसले पनि। के को गरे विशेष जिके जिते। त पनि यहाँ बसेर गर भुइँमा। म खाटमा बसेको छु नि त, भुइँमै त खुट्टा चेस भुइँमा खुट्टा टेक चेस।
त्यसको जर्दी गला स्ट्रबेरी रोप्छ अरे बोला न ओइ स्ट्रबेरी रोप्ने मान्छे अङ्गत यहाँ मेरो भदैले यहाँ बारी खनेर स्ट्रबेरी रोप्ने अरे अनि साथीहरू म चाहिँ अहिले खाना बनाउँदैछु होइन अनि म चाहिँ यहाँ खाना बनाउन आँटेको बेलुकाको खानाहरू बनाउनलाई रेडी गर्दैछु त चामल भिजाएको छु यता दाल बसाएको छु अनि मासु पकाउने सुँगुरको मासु अनि मेरो चाहिँ साथीहरू दिनभरि केही काम हुँदैन क्या अनि त्यही भएर म चाहिँ अब के देखाउनु काम पनि केही हुँदैन होइन अनि बिहान पनि खानासाना खाएँ अनि सुतेँ खानासाना खाएर अनि कति अघि 3:30 बजेतिर उठ्यो होला म पनि अनि उठेर अनि फेरि अब यताउति गरेँ त्यहीको कामै केही हुँदैन अनि हाम्रो चाहिँ घर पछाडि आँपको बोट छ नि त ठुलो अनि त्यो आँपको बोट चाहिँ माथि टिनमाथि पनि गएको छ क्या माथि टिनमाथि पनि गएको छ अनि त्यही भएर अनि माथि हावा चलाउने ड्याङ ड्याङ गर्छ क्या अनि त्यो माथिको उतापट्टिको हाँगा चाहिँ हामीले काटिदिएको अनि त्यो काटेको हाँगामा आँपहरू पनि थियो अनि त्यही आँपहरू काटेर सुकाएको क्या साथीहरू सुकाएको भन्नाले गोडेको अचार बनाउनको लागि अरू त काम केही पनि छैन मेरो बाह्र के भएछ कुकुरले खेदाइछ कि क्या हो केटाकेटीहरूलाई अनि यहाँ चाहिँ हिजो बाँकी रहेको मासु खर्याउनु भएको कत्रो कत्रो पिस त नि अनि कत्रो कत्रो पिस भनेको नि सुक्दाखेरि सानो हुन्छ अनि कुन मासु चाहिँ पकाउने अर्को मासु पकाउनु कत्रो कत्रो पिस भनेको क्या मासु हिजोको बाँकी मासु अलिकति खर्याएर राख्ने अलिकति पकाउने घरमा काटेपछि जस मासु चाहिँ टन्नै खान पाइन्छ कस्तो दामी फुलेको छ नि सेम उतो फुल जस्तो क्या भाइ राति फुल छ नि एउटा फुल थाहा छ तँलाई ब्रह्मकमल भन्ने त्यस्तै फुलेको छ कस्तो त नि अघि हामी साइकल कुदाउँदा फलेकै थिएन यो त्यही त ब्रह्मकमल जस्तै राति फुल हो त फुल राति फुल हो भनेको आइया लडे मस्त कुत्ता के कस्तो भएको छ अरे हेरेर देखाउनु त ब्रह्मकमल फुल जस्तै फुलेको छ क्या भनेको ए राति मात्रै फुल्छ नि त त्यो फुल पनि यस्तै नि दिनु के दिनु मोबाइल अध्यारो हाम्रो बाटो आज अनि साथीहरू मैले चाहिँ खानासाना पकाएर खाइसकेको सबैजना अब रेस्ट गर्नुपर्ने हुन्छ अनि आज चाहिँ हाम्रो नानीको स्कुलमा मिटिङ थियो मिटिङबाट नि आइयो अब त्यही स्कुलमा अब केटाकेटीको बारेमा के कति पढ्छ कसको कमजोरी छ यस्तै यस्तै कुराहरू भयो अनि स्कुलमा चाहिँ खाजा एउटा बिस्कुट पनि दिँदै थियो क्या अनि लगभग 3 बजेतिर आयो होला अनि केटाकेटीहरू अब कति पढ्छन् के गर्छन् कस्तो कमजोरीहरू छ घरबाट अनि टिचरहरूबाट भनेर यस्तै यस्तै सल्लाहहरू गर्नुपर्ने थियो अनि त्यही भएर गरेर आइयो अनि साथीहरू हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ हेरिदिनु होला लाइक सेयर सब्सक्राइब पनि गरिदिनु होला कमेन्ट गरिदिनु होला अनि आजलाई चाहिँ मेरो भिडियो यहीँ एन्ड गर्न चाहन्छु फेरि नयाँ भिडियो लिएर आउने नै छु यतिको लागि बाई बाई